है आजको स्पेसल हाम्रो खाजामा रहेको छ अब चटपटे मलाई कस्तो बोलेको भन्दै उयो गरिरहेको सस जुस केएफसी हो है हाम्रो चाहिँ यो एकदम मिठो टेस्टी छ। हामी चाहिँ फेरि ड्युटीबाट आयो अनिखेरि खाजासाजा बनायो खायो नुहायो धुयो हैन अनि फेरि हिँडेको यतातिर हामी चाहिँ जहाँ बस्यो त्यही रमाइलो भन्छ नि त अनि हामीलाई पनि सायद त्यही होला एकदम रमाइलो लाग्छ यो एरिया चाहिँ। अब चाँडै नै छोडिँदैछ किनकि हामीलाई अब 2टा होस्टेल थियो नि त अनि अब एउटै होस्टेलमा राख्ने कुरा छ। अहिले चाहिँ हामी हिँडेको टेलर्स गाडी आएर रोकेर बसेको यहाँको चाहिँ यस्तो राम्रो सिन छ है भ्यूहरू। ए म बाटो क्रस गरिसक्यो मान्छेहरू त गाडी रोकेर बस्दाखेरि पनि ओ भएर बस्दो रहेछ हदसँग अनि म चाहिँ उतिहालेँ म चाहिँ भिडियो बनाएर भुल्छु धेरै जस्तो अनिखेरि झन् साथीहरू 2जना झन् त्यतिकै भुलिरहेको क्या। यहाँ चाहिँ हाम्रो मन्दिर हाम्रो होस्टेल नजिकै मन्दिर छ नि त अनि यही मन्दिर कटेर चाहिँ जाँदा पनि यहाँ चाहिँ मन्दिरको छेउमा त्यो छ। हामी खासमा चाहिँ हिँडेको टेलरमा लुगा बनाउनलाई अनि यहाँ त हाम्रो नेपालमा जस्तो हुँदैन नि त सबै जस्तो अब सानो किनेर त हुँदैन ठुलो किनेपछि फिटिङ बनाएर लगाउनु पर्छ है। हामी चाहिँ लाग्यो अनि मार्केटबाट चाहिँ आएको अवस्था चाहिँ अहिले सामानहरू हामी के लिएर आयो भनेर नै देखाउने छु है। अनिखेरि आयो हामी के सामान लिएर आयो हजुरहरूलाई फेरि अहिले देखाउने छु हेर्दै गर्नु होला। किनमेल चाहिँ यो रहेको छ यो 26 रिङ्गेट कति ठुलो नि प्लास्टिक हो 29 रिङ्गेट 26 रहेछ। खाइसक्दा 3जना हो फेरि खाने मान्छे हामी 3जना कटर आयो कटर। आजको विशेष सपिङ चाहिँ हाम्रो किनमेल चाहिँ यो रहेको छ अनि यता सागसब्जी लुगाहरू पनि किन्यो लुगा त किनेको किनै छ हो मन्दिर तामा घर जाने तयारी हुँदैछ त्यहाँ के छ अब यहाँ त लुगा दमाई भेटेन दमाई त सबै रुम छ रहेछ अब के छ भद्रको छ हो सधैँ यस्तै हो छुट्टीको बेलामा हाम्रो चाहिँ। ल कटार खाऊँ अब कटर काटेर खाऊँ यो हात चुप अपरेसन हुँदैछ कटरको अहिले त्यो त सुप लाग्दैन होला अस्तिको जस्तो छैन सेतो छ कि के हो अस्तिको त पहेँलो थियो कोर्ने हो कस्तो पो छ लु जा केमा लाउने यही खाने हो यतिकै यतिकै खाइ त सक्दैन हैन नसकेको मात्रै टिफिनमा राख ल है लु को खाने छिटो छिटो आउने छिटो उकायो मैले मलेसियामा बसेर यो चाहिँ फाइदा छ है जतिखेर पनि आँप खान पाइन्छ जतिखेर पनि फलफुल जे होस् है होइन अरू बेलामा सिजन हाम्रो नेपालमा सिजनको बेला खान पाइँदैन यहाँ चाहिँ सिजन होस् कि बिना सिजन कटर फोर्ने मान्छे चाहिँ यस्तो भइरहेछ त्यो भिडियो 1312ले गर न अहिले एडिट गर्न ल अनि तिमी देख्दैन म खाने हो खाऊ त लु सिने यो खाइसक्यो भने त म तपाईँ नेपाल जाँदा त तपाईँ त कस्तो होला मिठो छ हो ल खाऊ अब मेरो कटर यस्तो छ अहिले मासु खाने योजना छ कि कटर खाएर मासु खान नसक्ला है
सबै फोटो नि खिचेको हो मैले ल लु लु मन चाहिँ त्यतिकै खाऊ त